भगवानले जब स्त्रीलाई बनाउँदै हुनुहुन्थ्यो तब नारद मुनिले भगवानलाई सोध्नुभयो, प्रभु हजुरले जे बनाइरहनु भएको छ यो त अत्यन्त कोमल छ। यस्तो कोमल चिजले यो संसारका कठिनभन्दा कठिन कार्यलाई के सम्हाल्न सक्छ भन्दा भगवान मुस्कुराउँदै भन्नुभयो, नारद मुनि यिनी हेर्दा त अत्यन्त कोमल छिन्, तन मनबाट नै यिनी अत्यन्त कोमल छिन्, तर यिनी भित्र अत्यन्त ताकत छ। यिनी भित्र अत्यन्त ताकत छ, यिनी अत्यन्त शक्तिशाली हुनेछिन्। संसारका हरेक कार्यलाई सम्हाल्न यिनले सक्नेछिन्। यिनी भित्र अत्यन्त संयमता हुनेछ। यिनी हरेक परिस्थितिको सामना गर्न यिनले सक्नेछिन्। र जति पनि तागत बलवान पुरुषहरू छन् यिनकै कोखमा जन्मिएर यिनकै काखमा खेल्नेछन् भनेर भगवानले नारद मुनिलाई भन्नुभयो। राधे राधे।